जाऊ एनी दिदीले समात्नुहुन्छ नि जाऊ जाऊ त छोरी ल जाऊ केही पनि हुँदैन सकिहाल्छ नि ऊ त्यहाँ टेकेर हेर जाऊ न जाऊ त्यहाँ हात समात्न देऊ न दिदीलाई सकिहाल्छ कि ल म हेर्छु लड्यो भने मैले समातिहाल्छु जाऊ न प्लिज छोरी जाऊ न जाऊ त ल जाऊ हो ल जाऊ त छोरी ल सकिहाल्छ नि छोरीले जाऊ न जाऊ न त्यो एउटा खुट्टाले त्यहाँ टेक अनि दिदीले समात्नुहुन्छ अनि माथि आउनु त अनि कुकुर आएपछि त चढिहाल्यो